हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल। आज म हजुरहरूलाई पिजिडीको फर्म कसरी भर्ने भनेर सिकाउन गइरहेको छु। पहिला सुरुमा हजुरले एउटा फोटो, यस्तो राम्रो फोटो आफ्नो अनुहार देखिने अनि कपाल मिलेको, कान देखिने राम्रो एउटा फोटो सिलेक्ट गर्नुहोस्। अनि त्यसपछि तपाईँको साइन गरेर, पेपरमा साइन गरेर स्क्यान गरेर आफ्नो मोबाइल अथवा ल्यापटपमा राख्नुहोस्। मेरोमा यो साइन भइहाल्यो मेरो। अब सुरुमा चाहिँ आफ्नो ब्राउजर खोल्नुहोस्, गुगल क्रोम खोल्नुहोस्। गुगल क्रोममा गएर tufo.edu.np हेर्नु है, tufo.edu.np भनेर इन्टर गर्नुहोस्। यसरी इन्टर गरेपछि हजुर मेरोमा चाहिँ फ्याट्ट खुलिहाल्यो। हजुरकोमा खुलेन भने चाहिँ तल सिमोर गरेर प्रोसिड गर्नुपर्छ। त्यो गऱ्यो भने चाहिँ अगाडि बढ्न मिल्छ। अनि यहाँनिर हेर्नु त, हजुरहरूलाई नोटिसहरू हेर्नु पऱ्यो भने चाहिँ यो नोटिस भन्नेमा गएर हेर्न मिल्छ। अनलाइन फर्मको लागि चाहिँ यहाँ जानु पऱ्यो, अनलाइन फर्म डबल क्लिक गर्नुहोस्। अनि ठिक छ, यस्तो हजुरको पहिला नै यो यस्तो मेसेज देखाउन सक्छ। अब यो चाहिँ अब यो वेबसाइट ठिकै हो भनेर चाहिँ कन्टिन्यू टु साइट गरेँ मैले। हजुरले नि त्यही गर्दा हुन्छ। अब हजुरले इन्ट्रान्सको लागि यो भन्नुभएको थियो, तर एक्जाम फर्मको लागि चाहिँ यहाँ स्टार्ट एक्जाम फर्म भन्ने निलो बटन हुन्छ, देख्नुभयो, यहाँ क्लिक गर्नुहोस्। अब हामीले भर्न गएको चाहिँ अहिले पिजिडी फर्स्ट सेमेस्टरको छ। अहिले चाहिँ यत्रो धेरैको फर्म खुलेको भएर यति धेरै देखाएको छ, अरू बेला चाहिँ कम नै हुन्छ। त्यही भएर यहाँ हेर्नु, एक्जाम फर्म 2082 लेभल पिजिडी 3 सेमेस्टर भनेर देखाएको छ। यो फर्स्ट सेमेस्टरको लागि यहाँ स्टार्ट एक्जाम फर्म फर पिजिडी फर्स्ट सेमेस्टर, यसमा क्लिक गर्नुहोस्। अनि यहाँ चाहिँ हजुरको आफ्नो रजिस्ट्रेसन नम्बर हाल्नुहोस् है। जस्तो रजिस्ट्रेसनको अगाडि 00 छ भने चाहिँ हाल्नु पर्दैन। जस्तै 0001 002 003 छ भने मात्रै अरू डिजिट चाहिँ पुरै हाल्नुपर्छ। सर्च बाई रजिस्ट्रेसन नम्बर गर्नुहोस्। यसरी देखायो नि हजुरको रजिस्ट्रेसन नम्बर अनि नाम देखाउँछ। तर क्याम्पसमा चाहिँ आफू कुन क्याम्पसदेखि हो, अब यो महेन्द्र रत्न क्याम्पस हो भने चाहिँ 29 टाइप गरे नि हुन्छ। महेन्द्र रत्न क्याम्पस ताचल भन्ने खुद्दा नै हुन्छ है। अब प्रोग्राम भन्ने यसमा चाहिँ हजुरहरूले ध्यान दिनुपर्छ। यदि हजुरको मेजर सब्जेक्ट इङ्ग्लिस छ भने चाहिँ इङ्ग्लिस सिलेक्ट गर्नु। अनि हेल्थ एजुकेसन हो भने हेल्थ सिलेक्ट गर्नु। आइसिटी हो भने आइसिटी, आइपिएम, म्याथ, नेपाली, फिजिकल एजुकेसन, पोलिटिकल, पपुलेसन एजुकेसन, साइन्स सबै विषयको छ। जस्तै अब तपाईँको साइन्स हो भने चाहिँ साइन्स सिलेक्ट गर्नु। सोसल हो भने चाहिँ यो चाहिँ मिस्टेक नगर्नु है। यो भयो भने, यो मिस्टेक भयो भने पछि हामीलाई तपाईँको फर्म भेरिफाई गर्नु पनि समस्या आउँछ। सपोज हजुरको सोसल हो भने चाहिँ सोसल भनेर मैले सिलेक्ट गरेँ। सोसल भनेर सिलेक्ट गरेँ। अनि यहाँ फर्स्ट सेमेस्टर चाहिँ अहिले फर्स्ट सेमेस्टरै हो। अब यहाँ डेट अफ बर्थ आउँछ, जेन्डर मेल भनेर, मेल हो भने मेल, फिमेल हो भने फिमेल लेख्नु। अनि त्यहाँ कन्ट्याक्ट नम्बर चाहिँ लेख्नु नबिर्सिनुहोस्। त्यसै इमेलमा चाहिँ आफूले युज गर्ने इमेल लेख्नु। कहिलेकाहीँ मेल आउनसक्छ, केही समस्या। अनि प्रिभियस सिम्बल नम्बर भन्छ नि, यो चाहिँ कम्पलसरी लेख्नुपर्छ। किनभने तपाईँले जुन ठाउँबाट इन्ट्रान्स दिनुभएको थियो त्यो रिजल्टमा त्यहाँनिरको सिम्बल नम्बर हुन्छ। त्यो भयो भने तपाईँको फर्म भेरिफाई हुँदैन, तपाईँले एक्जाम दिन पाउनुहुन्न। त्यही भएर यो चाहिँ कलेजको रोल नम्बर लेख्नुहुन्छ कतिजनाले अरू नै के लेख्नुहुन्छ। तर यो चाहिँ तपाईँले इन्ट्रान्स दिँदाको सिम्बल नम्बर हो, त्यो चाहिँ लेखेर भर्नु। यदि त्यो इन्ट्रान्स दिँदाको सिम्बल नम्बर छैन भने चाहिँ तपाईँले त्यही अहिले नोटिस भन्ने देखाएको थियो नि, त्यहाँ गएर चाहिँ हेर्न मिल्छ। अब मेन ध्यान दिनुपर्ने कुरा चाहिँ फोटोमा, फोटो चाहिँ तपाईँको मिलेको हुनु पऱ्यो है। मिलेको भन्नाले कोहीको चाहिँ यो रोटेट गरेको 90 डिग्री यस्तो प्याटर्नमा हुनु पऱ्यो। अनि देखिरहनु भएको छ नि होइन, फोटो चाहिँ यस्तो हुनु पऱ्यो। ठ्याक्क फोटो
त्यो फोटो एसेट भयो भने ठ्याक्कै यहाँ देखाउँछ हेर्नु त्यही मेरो कति राम्रो फोटो छ। अब स्टुडेन्ट सिग्नेचरको लागि चाहिँ कहाँ राख्नुपर्छ मैले चाहिँ सिग्नेचर भनेर यहाँ राखेको छु मेरो सिग्नेचर नै आयो। यदि तपाईँ अन्तदेखि ट्रान्सफर भएर आउनुभएको छ त्यस्तो केसमा चाहिँ हो, नत्र भए यो खाली छोडिदिनु। ग्रेड सिट पनि ग्रेड सिट चाहिँ चान्स एक्जामको लागि हो। अब तपाईँहरू रेगुलर नै हो, रेगुलरली चाहिँ भर्नु परेन। यदि ब्याक भएको कहिले भर्दै हुनुहुन्छ भने यहाँनिर पार्सियलमा क्लिक गर्नु होला। रेगुलरले चाहिँ जस्तै रेगुलरको चाहिँ केही नगर्दा हुन्छ, यत्तिकै छोडिदिनुहोस्। अब यहाँ सब्जेक्टमाथि तपाईँले सोसल चुज गर्नुभयो भने यहाँ अर्थै आउँछ हेर्नु त्यही। यदि तपाईँको जुन सब्जेक्ट हो माथि साइन्स सिलेक्ट गर्नुभएको छ भने साइन्स त्यहाँ तल सिलेक्ट गर्नु, यसरी आउँछ हेर्नु 461, 462, 463 आयो, 471 आयो। अब तपाईँले एउटा सब्जेक्ट चाहिँ थप्नु पऱ्यो है। यहाँनिर गएर के थप्नु पऱ्यो, अर्को आइपिएम भन्ने हो नि हेर्नु त यहाँ आइपिएम इन्स्ट्रक्सन प्लानिङ एन्ड म्यानेजमेन्ट छ, यो छोड्नु पऱ्यो। यो 5वटा सब्जेक्ट भयो। 5वटा सब्जेक्ट भयो भनेपछि ठिक छ नि होइन। एकचोटि भेरिफाई गर्नु। यो यसको फोटो पनि खिचेर राख्नु, किनभने तपाईँको अफलाइन फर्म भर्ने बेला नि यो विषय लेख्नुपर्छ। यहाँ भएको सबै डिटेलहरू राखिरहनुपर्छ, त्यही भएर सेभ गर्नुहोस्। अनि तपाईँले भरेको ठिक छ भने सबमिट गरिदिनुहोस्। सोसियलको लागि चाहिँ यो भयो। यदि तपाईँको अर्को कुनै सब्जेक्ट जस्तै एक्जाम्पलको लागि के गरौँ मैले, इकोनोमिक्स हो भने इकोनोमिक्स सिलेक्ट गर्नु पर्यो। यहाँनिर इकोनोमिक्स भनेर सिलेक्ट गर्नु। 4वटा सब्जेक्ट आयो नि होइन। अब यहाँनिर गएर अब कुन हो तपाईँको खास, हाम्रोमा त आइपिएम छ। आइपिएम यो 40-20 भनेर लेखेको छ, यो ठिक छ, यो सिलेक्ट गर्नु। यसरी सबमिट गरिदिनुहोस्। यसको स्क्रिनसट खिचेर राख्नुहोस्, किनभने तपाईँले भरे कि भरेन भनेर कन्फ्युज हुन सक्नुहुन्छ। यसरी सबमिट भएपछि त भरेकै हुन्छ। यदि हजुरले भर्नु भएन भने चाहिँ भर्नुहोस्। यो टाइम हुँदा पहिल्यै भर्नुहोस्, टाइम नसकिँदै भर्नुहोस्। ओके गर्नुहोस्। के अरे सकियो, यति नै हो। अब यदि तपाईँलाई चाहिँ यदि इन्टासको सिम्बल नम्बर थाहा छैन भने यहाँ अर्को साइट खोल्नु, TUFOE.edu.np गर्नु, एकछिनमा खोल्छ। अनि यहाँ नोटिस भन्ने छ नि हेर्नु त्यही 3, 4, 5, 6, 7th पोजिसन, 7औं पोजिसन ट्याक्क नोटिस भन्ने। अब यहाँ यत्रो गरेको एक्जाम सेन्टर योभन्दा अगाडि हो। अझै भेटिँदैन त। सेमेस्टरको रिजल्ट यहाँनिर रहेछ, पोस्ट ग्रेजुएट यो रहेछ। यसरी यहाँ डाउनलोड गर्नु। यहाँनिर यहाँबाट कलेज वाइज छ, कलेज वाइज सिलेक्ट गर्नु। यहाँदेखि यहाँको सिम्बल नम्बर लगाएर उता लगाएर राख्नु। यति नै हो, गाह्रो होइन। अब फोटोहरूको चाहिँ केही समस्या पऱ्यो भने भन्नु। थ्याङ्क यू। भिडियोमा चाहिँ लाइक गर्नु, कमेन्ट गर्नु, केही जान्नु भएन अथवा कुनै अर्को टपिकमा बनाउनु पऱ्यो भने पनि भन्नु। सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। यहाँ सब्सक्राइब भन्ने बटन छ नि, क्लिक गरिहाल्नु, बिर्सिहालिन्छ। थ्याङ्क यू फर वाचिङ।